आगो लागि सकभर त अब प्रिभेन्टेबल हो, लाग्नै दिनु भएन। लागिहाल्यो, शरीरमा आगो लागिहाल्यो भनेदेखि चाहिँ सबभन्दा पहिलो कुरो त दौडिनु भएन। आत्तिएर दौडियो भनेदेखि जुन चाहिँ हावाले गर्दाखेरि झन् बढी चाहिँ आगोको लप्का बढ्छ र आगो त्यसले पोल्ने, ड्यामेज हुने झन् बढी हुन्छ। त्यसकारण सबभन्दा पहिला त भुइँमा लडेर, लडीबुडी गरेर स्टप, ड्रप एन्ड रोल भन्छ हाम्रो, रोकिने, भुइँमा लड्ने र त्यहाँदेखि आफूलाई यसरी रोल गर्यो भनेदेखि त्यो आगो चाहिँ निभाउनलाई मद्दत गर्न सकिन्छ, त्यसलाई बढ्दैन एउटा कुरा। र पोलिहालेको भागमा चाहिँ हामीले अरू चिज लेप लाउने, टुथपेस्ट वा यो गोलभेडाको उहरू यिनीहरू लाउने, कुनै पनि चिज लाउने होइन। त्यो चिजहरू प्रयोग गर्नु राम्रो होइन, त्यसले पछि घाउ कन्टामिनेट हुन्छ, घाउमा असर गर्न सक्छ त्यसले। बेस्ट चाहिँ पानी नै हो। सफा पानीले 20 मिनटसम्म पोलेको भागलाई चाहिँ पानी हालिरह्यो भने त्यसबाट जुन तातोबाट हुने ड्यामेज जति गहिरो पोल्नु पर्ने थियो त्योभन्दा कम गहिरो भयो भनेदेखि त्यो घाउ निको हुनलाई अलिक सजिलो हुन्छ। अब धारै छैन भने बाल्टिनमा भएको पानी पनि हामीले मगले चाहिँ हाल्दै गर्न मिल्छ। त्यसरी सबैको घरमा धारो नहुन सक्छ वा धारो रेडिली अभाइलेबल नहुन सक्छ, तर रनिङ वाटर भयो भने तातोले हुने जुन ड्यामेज हो त्यो चाहिँ कम हुन्छ। कोही मान्छेले आइस वाटर कुलिङ गर्नलाई फाइदा हुन्छ भनेर आइस वाटर हाल्छन्, तर आइस वाटर राम्रो होइन। किनभने थोरै जलेको भागभन्दा पनि धेरै जलेको भागमा त्यो आइस वाटर हाल्दाखेरि फेरि त्यो शरीरको तापक्रम घटेर हाइपोथर्मिया हुन जान्छ। हाइपोथर्मिया भयो भने त्यो अझ बढी चाहिँ फेरि घातक हुनसक्छ कि तपाईँको 70-80-90% बर्न भएको छ भने पानी हाल्नलाई त मिल्छ, तर त्यो पानी हाल्नु जेल बिरामीको अवस्था बिग्रिन सक्छ। उसलाई त सलाइनै चढाउनु पर्ने, त्यो चाहिँ बढी आवश्यक देखिन्छ। तर अब थोरै 15-20%, 30%सम्म बर्न छ भने चाहिँ पानीले चाहिँ 20 मिनटसम्म भिजाइसकेपछि सफा कपडाले लपेटेर त्यसपछि यथाशक्य चाँडो हस्पिटल जानुपर्छ। र आफूले मुखबाट खान सकेसम्म पानी वा अब जीवन जलको झोल सेवन गर्न सकिन्छ भने त्यो गर्नु अझ राम्रो हुन्छ। त्यति टाइम त अस्पताल जानलाई पनि त एम्बुलेन्स व्यवस्था गर्न वा कुनै वाहनको व्यवस्था गर्नलाई पनि त समय त लाग्छ नि त। त्यो समयमा हामीले यी सबै प्राथमिक उपचारहरू भ्याउन सकिन्छ।